चाहिँ मेरो छोरीको जन्मदिन हैन उसको सबै सामानहरु यहाँ भद्रगोल भइरहेको थियो हैन उसलाई बोरिङ भयो बर्थडे अनि उसले बाबालाई चाहिँ एकदम धेरै माग गर्यो नि अनि बाबाको तर्फबाट चाहिँ केही गिफ्ट आएन म एकदम बोर भयो भनेर बसिरहेको थिएँ तर बाबाको चाहिँ छुट्टै प्लान रहेछ ही वाज जस्ट प्लानिङ टु गिभ वान सरप्राइज फर हर है अनि यहाँनिर चाहिँ बत्ती यस्तो छ दिस इज द गिफ्ट वाट आई हेभ गिभन टु हर यो चाहिँ मैले दिएको गिफ्ट हो अहिले चाहिँ दिव्यान्सीलाई बाबाले लिएर आउँदै बसिन्छ लेट्स सी है त अर्को बत्ती बालिस राजा हेरौँ है त के रहेछ लेट्स चेक अब के रहेछ त बर्थडे गिफ्ट रिएक्सन भिडियो आई वान्ट टु क्लिक सरप्राइज के हो साना बर्थडेमा अनि खोइ त बाबालाई हक गरेर थ्याङ्क यू भनिसकेको ड्याडीले चाहिँ भाइ बोकेर बसेको छ दिव्यान्सीको 8 बर्थडेमा चाहिँ भाइ यत्रो छ हेर भाइ यता आजबाट दिदी चाहिँ 8 इयर्स ओल्ड भाइ चाहिँ यति सानो ल ओम लेखेर देखाउँछ न for the very first time she is going to नेपालीमा लेख नेपालीमा Papu yata hoisincha. He is also happy to get surprise. Mummy सायद माथि होइसिन्छ हामी यति मात्रै छौं तिम्रो बेलुन झरेछ दिव्यान्सी शर्मा Here it is. Happy birthday my princess. अनि आज सबैजनाले दिनुभएको गिफ्ट चाहिँ धेरै छ दिव्यान्सीको हैन कता कता पुग्यो थाहा छैन यो चाहिँ मम्माले दिएको गिफ्ट है दिबु शर्मालाई दिव्यान्सी शर्माको गिफ्ट चाहिँ दिव्यान्सीले प्रोजेक्ट वर्कमा आफैले बनाएको अरु गिफ्ट कहाँ राखेछ थाहा छैन ड्याडीले स्कुल ब्याग अनि त्यस पछाडी मम्माले ड्रेस अनि पापु